वेलकम टु आवर डे इन माई लाइफ। आजको बिहानीको सुरुवातसँगै मेरो यो झाडु जस्तो कपाललाई चाहिँ सिकाउन जाँदैछु। फर्स्ट बेबी हुने बेलामा चाहिँ मैले कपाल काटेर अनि त्यसमा कलर गरेको थिएँ। अनि अहिले चाहिँ पुरै कपाल बढेर चाहिँ माथि सबै कालो भएको छ, तल चाहिँ पुरै खैरो खैरो भएको छ, घोडाको पुच्छर जस्तो भएको छ कि। अहिले चाहिँ कपाल नकाट्ने यतिकैमा चाहिँ कलर गर्नको लागि चाहिँ जाँदैछु इयोन मलतिर। बुकिङ गरेर आउँदाखेरि पनि 30 मिनट जति त यत्तिकै बाहिर बस्नु परेको थियो। जब मैले कपालमा कलर गर्छु नि मेरो कपाल झर्नलाई कम अनि बढे जस्तो फिल हुन्छ कि। मेरो कपाल चाहिँ एकदमै धेरै कालो भएको भएर चाहिँ पहिला हाइलाइट गरेर अनि कलर गर्नुपर्ने त्यो भएको भएर टाइम एकदमै धेरै लामो 4 घन्टादेखि 5 घन्टा जति टाइम लागेको थियो। प्राइसको चाहिँ कुरा नगर्नु, प्राइस सुनेपछि दाइ चाहिँ ठाउँको ठाउँमा ढलेको थियो। यो भिडियो चाहिँ मैले मेसेन्जरमा राख्दाखेरि 2-3 जनाले चाहिँ मेसेज गरेर सोध्नु भएको थियो प्राइस। रेसितो नै बिलै पठाइदिइसकेपछि उहाँहरूले चाहिँ नगर्ने निर्णय गर्नुभएको छ।